हेलो गाइस, दर्शन नमस्कार। के छ हजुरहरू, सन्चै हुनुहुन्छ? के हजुरहरूलाई फोटामा चाहिँ जुन अनावश्यक चिजहरू हुन्छ त्यस्तो के हटाउन मन छ हजुरहरूलाई? यदि हटाउन मन छ भने हेलो गाइस, दर्शन नमस्कार। के छ हजुरहरू, सन्चै हुनुहुन्छ होला? के हजुरहरूलाई फोटोमा अनावश्यक वस्तुहरूलाई हटाउन मन छ? यदि छ भने यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोस्। म हजुरहरूलाई सिकाउन चाहन्छु। यसको लागि म मोबाइलको स्क्रिन सेयर गरेर हजुरहरूलाई सिकाउन चाहन्छु। त्यसको लागि यदि हजुरहरूको होम स्क्रिनमा छ भने अब डाइरेक्टै फिगर ओपन गर्न सक्यो। यदि होम स्क्रिनमा छैन भने प्ले स्टोरमा जाने, प्ले स्टोरमा गएर सर्च बारमा गएर तपाईँको गुगल फोटो भनेर चाहिँ सर्च गर्ने, अनि सर्च गरेपछि यसलाई चाहिँ इन्स्टल गर्ने। इन्स्टल गरेर अनि यसलाई चाहिँ ओपन गर्ने। अनि ओपन गरिसकेपछि मानौँ मैले चाहिँ अब यो फोटोलाई चाहिँ लिएँ। अनि यो फोटोलाई लिइसकेपछि यहाँनिर साइडमा तपाईँ यहाँ तल साइडमा चाहिँ तपाईँ देख्न सक्नुहुन्छ एडिट लेखेको छ। अनि त्यसमा चाहिँ टच गर्ने। अनि त्यसमा टच गरिसकेपछि यहाँ तल यो सब्सक्रिप्सन लेखेको छ नि, यसलाई चाहिँ यता सार्ने। यो टुल्समा ल्याउने, अनि यो टुल्समा ल्याइसकेपछि यो राइट साइडमा यहाँनिर म्याजिक इरेयर लेखेको छ, यहाँनिर टच गर्ने। यहाँनिर टच गरिसकेपछि केही टाइम ल्याउँछ। अनि यसले चाहिँ अनावश्यक चिजहरू के छ यसले चाहिँ हटाइदिन्छ। अनि त्योमा पनि अब भएन हैन, अब तपाईँले चाहिँ अरू पनि हटाउनु पर्यो। जस्तो मानौँ अहिले यो मेरो पछाडि हैन जस्तो कुकुर देखिरहेको छ, यसलाई चाहिँ हटाउनु पर्यो मैले भनेपछि यहीँनिर यो जो छ नि यो इरेयर लेखेको छ नि, अनि यहाँनिर चाहिँ टच गर्ने। यहाँनिर टच गरेपछि तपाईँको चाहिँ अब यो कुकुरलाई हटाउनु पऱ्यो नि, मैले चाहिँ यो स्क्रिनमा टच गरेर यसो सट्ट ल्याउने हैन। हेर्नुहोस् यो कुकुर हट्यो। जस्तो मानौँ अब मलाई चाहिँ यो पछाडिको यो जस्तो पाइप देखिरहेको छ यता साइडमा हैन, अनि यसलाई चाहिँ हटाउनु पऱ्यो भने ठ्याक्कै यस्तो गोल लगाइदिने, अनि उसले हटाइदिन्छ। हेर्नुहोस् यसरी चाहिँ हामीले हाम्रो फोटोको अनावश्यक वस्तुहरूलाई हटाउन सकिन्छ। यसरी त्यो हटाउन सकिन्छ। अनि यसरी हटाइसकेपछि अब मलाई चाहिँ अब यो ठिक लाग्यो भने चाहिँ हैन, यो तल चाहिँ राइट साइडमा चाहिँ यो डनको अप्सन छ, अनि यो डनको अप्सनमा टच गर्ने। अनि डनको अप्सनमा टच गरिसकेपछि अनि यो फेरि त्यो राइट साइड तल चाहिँ अनि यो सेभ कपी लेखेको छ, अनि यो सेभ कपी गरिदिने। अनि यस्तो गरिसकेपछि हाम्रो चाहिँ यो फोटो चाहिँ सेभ भयो। यसरी चाहिँ हामी सजिलैसँग चाहिँ हामी आफ्नो फोटोमा चाहिँ अनावश्यक वस्तुहरूलाई हटाउन सक्छौँ। यो फोटो यसरी चाहिँ हाम्रो फोटोमा भएको अनावश्यक वस्तुहरूलाई हटाउन सक्छौँ। भिडियो हेरिदिनु भएको लागि धन्यवाद। मन पऱ्यो भने लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।